नमस्कार नेपाल। म वरुण मात्य विकास प्रशासनमा सुशासन मेजरली पिएचडी उत्तीर्ण गरेको उम्मेदवार काठमाडौँ क्षेत्र नम्बर 4 बाट। हामीले पिएचडीमा पढ्ने एउटा टपिक के थियो भने सरकार गभर्नेन्स किन फेल खान्छ। नेपालमा चाहिँ नि गभर्नेन्स फेल खानुको कारण के हो भने नेपालमा एउटा सिस्टम नभएको हुनाले, एउटा कुनै मोडल छैन कुन डाइरेक्सनमा लाने आफ्नो देशलाई, हामी के गर्न चाहँदैछौँ र कहाँ पुग्न चाहन्छौँ भन्ने कुराको एउटा पक्का रोडम्याप, एउटा मोडल नभएको कारणले हो। जस्तै हेर्नुहोस् कि हाम्रो नेपाल भौगोलिक तरिकामा हिमाल छन्, पहाड छन्, तराई छन्, तर सबैलाई एउटै खालको पोलिसी। अनि यो कसरी हुनसक्छ त? जबकि अलग अलग ठाउँलाई, अलग अलग भौगोलिक एरियालाई अलग अलग किसिमको पोलिसिजहरू चाहिन्छ, त्यहाँ उत्पादन पनि अलग अलग चिजहरूकै गरिन्छ भन्ने एउटा प्लान रोडम्याप नभएर तराईमा के उमार्ने, के चिज चाहिँ उमार्दा सबसे बेस्ट होला, यो वर्ष के गर्ने, अर्को वर्ष त्यहाँको किसानले के गर्ने, त्यसपछि माउन्टेन साइडमा उनीहरूले चाहिँ नि कुन बिजनेसलाई फस्ट्याउने, यो कुराहरूको एउटा रोडम्याप नभएर हो। यसै गरी हाम्रो संस्कृतिलाई हेर्नुहोस्, नेपालमा यो डाइभर्सिटी हुनु भनेको एउटा एसेट हो, खालि आइडेन्टिटी होइन। नेपालभरिका लोप हुन आँटेको हाम्रो संस्कृति के छ, त्यसलाई बचाउने, कुन ठाउँले कुन संस्कृतिलाई हुर्काउने, टुरिज्ममा अब उहाँहरू आफ्नो नेपालभरि घुम्दाखेरि कुन कुन संस्कृति उहाँहरूलाई देखाउने, यस्तो कुराहरूको कुनै एउटा रोडम्याप छैन। हाम्रो कुन संस्कृतिलाई बचाउनु पर्नेछ, कुन संस्कृतिलाई एक्सपोज गर्नुपर्नेछ, यिनीहरूको पनि त कुनै मोडल छैन। र यसै गरी हाम्रो अर्थतन्त्रको इकोनोमिक स्ट्रक्चर डाइरेक्सनलाई हेरौँ न। हामी पहिला सुरु आफूलाई छुट्याउँ न, हामी कस्तो खालको इकोनोमी हो? के हामी एक्सपोर्ट इकोनोमी हो, आफ्नो सामानलाई एक्सपोर्ट गर्ने? के हामी सर्भिस इकोनोमी हो, जहाँ चाहिँ नि मान्छेहरूको स्किल्सलाई सर्भिसमा ल्याएर त्यो कामलाई अगाडि बढाउने? या त हामी सधैँ जस्तो जहिले पनि इम्पोर्ट गर्ने, अरू विदेशको डिपेन्डेन्सीमा बस्ने खालको इकोनोमी हो? यदि होइन भने हाम्रो नेपालमा हुने इकोनोमिक एक्टिभिटीहरूमा कुन चाहिँलाई चाहिँ प्रायोरिटी पाउने त, त्यसलाई पनि छुट्याउँ न। जस्तै हाम्रो एग्रिकल्चर इम्पोर्टेन्ट हो कि सबसे नम्बर 1 प्रायोरिटी, नेपालको सरकारको सबसे बेसी सब्सिडी पाउने, रिसोर्सेस पाउने, बजेटहरू पाउने, कि टुरिज्म हो कि? हामीलाई के लाग्छ कुन चाहिँलाई चाहिँ नेपालले सबसे बेसी कुन चाहिँ सेक्टरबाट चाहिँ पैसा कमाउन सकिन्छ होला भने त्यो अनुसारमा हामीले एउटा कुनै इकोनोमिक डाइरेक्सनै बनाउँदैनौँ। त्यो डिजिटल सर्भिस पनि हुनसक्छ, त्यो एक्सपोर्ट हुनसक्छ। र यसै गरी अर्को छ हाम्रो ह्युमन क्यापिटल। हाम्रो यसमा चाहिँ कस्तो मोडल छैन भने अहिलेको युथहरूले के पढ्ने, उनीहरूले पढेर के बिजनेस जबहरू चाहिँ नि गर्ने, यसको कुनै डाइरेक्सन मोडल छैन। उनीहरू अन्धाधुन्ध पढिरहेछ, अन्धाधुन्ध माइग्रेट गरिरहेको छ। उनीहरूले अहिले पढिरहेको चिज जब पढाइसकिन्छ त्यति बेला कि उनीहरूले भनेको जस्तो रोजेको चिज, काम, एम्प्लोइमेन्टहरू पाउँछ त? हामीले यहाँ अहिले पढिरहेको स्टुडेन्टहरूको कुन चाहिँ स्किल्सहरूलाई चाहिँ नि रिटेन गर्ने, कुन चाहिँ नि स्किल चाहिँ नि पढाएर यहीँ नेपालमै नै काम गर्नु लगाउने, उनीहरूको इम्पोर्टेन्सलाई यहीँनिर राख्ने, कुन चाहिँ स्किललाई चाहिँ नि विदेश जानु दिने। जस्तै कि धेरैजनाहरू नर्सिङ पढ्नुहुन्छ, नर्सिङहरूको स्किल्सलाई विदेशमा राम्रो अपर्च्युनिटिजहरू छ। यसरी हामीले आफ्नै नेपालको युथलाई पनि कसलाई राख्ने, कसलाई माइग्रेट गराउने, कसलाई चाहिँ नि फ्युचरमा कस्तो काम दिने भने यिनीहरूको पनि त कुनै मोडल छैन। यही सिस्टमहरू नभएको कारणले नै गभर्मेन्ट फेल खाइरहेको। र यसै गरी अर्को छ हाम्रो इन्फ्रास्ट्रक्चर डाइरेक्सन। जुन पनि गतिविधिहरू हुन्छ इन्फ्रास्ट्रक्चरसँग रिलेटेड, यो इन्फ्रास्ट्रक्चरले के फाइदा गर्छ, यसले आउने 5-10 वर्षमा कसलाई फाइदा गर्छ भन्ने यो कुराहरूको क्लियर डाइरेक्सन नै हुँदैन। यो लजहरू, ट्याक्सेस, फिजहरू अचानक चेन्ज हुन्छ। इन्भेस्टरहरूले आरामसँग प्लान गर्नु मिल्दैन आफ्नो फ्युचर। साना बिजनेसहरू एक्सप्यान्ड गर्न डराउनुपर्छ। यो इन्फ्रास्ट्रक्चरहरू बनेको त्यो साँच्चीकै फाइदाजनक हो कि होइन?
त्यसको रिजल्ट र आउटकम साँच्चीकै छ कि छैन भने यो कस्तो कुराहरूको जवाब छैन। यहाँ पनि सिस्टम छैन। हामी गभर्नेन्स एन्ड इन्स्टिट्युसनमा जाउँ। गभर्मेन्टमा जब पनि डिसिजनहरू लिइन्छ त्यो डिसिजन लामो समयसम्म रहिरहोस् न। हरेकचोटि नयाँ सरकार आउँछ, सबै लजहरू सबै पोलिसिजहरू चेन्ज हुन्छ। यसको लागि जवाबदेही को हुने त? एउटा सिम्पल मान्छेहरू बिजनेस रेजिस्ट्रेसन गर्नु जाँदाखेरि पैसा नखुवाइकन फाइल पास नहुने। अब हुनु त हुन्छ, तर यस्तो समय लाग्छ कि जब त्यो कामै लाग्दैन। अब अगेन यहाँनिर कम्प्लायन्स छैन। यहाँनिर के हुनु पर्यो भने एउटा अथोरिटी फिगर हुनु पर्यो। हरेक पोलिसिज कामसँग जोडिएको एउटा नाम हुनु पर्यो जसलाई चाहिँ अकाउन्टेबल बनाउन मिल्छ। यस्तो होइन कि उहाँले सुरु गर्छ, अर्को गभर्मेन्ट आउँछ, त्यहाँनिर मान्छेले जनताले दुःख पाउँदाखेरि म अहिलेको चाहिँ त्यहाँको होइन कि त नयाँ सरकार आयो। यस्तो जवाबले त सिस्टमै फेल खाइहाल्छ नि, किनकि जनतालाई धोका भइरहन्छ नि। यो फाइल मुभ भइरहन्छ तर यसको जिम्मेवारी कसैले लिनु सक्दैन। जहाँ जिम्मेवारी कसैको हुँदैन त्यहाँ करप्सन सबैको हुन्छ। त्यसैले गभर्नेन्स एउटा ट्रान्सप्यारेन्ट हुनु पर्यो। यो होल नेसनल बजेटदेखिको लिएर यो नेसनल बजेटमा कति पैसा आयो, त्यो हरेक पैसा कहाँ गयो, यो पैसाको के भयो, हरेक टुक्रा टुक्रामा विभाजन, हरेक मान्छेसँग एउटा नाम जोडिएको जसले पैसा त्यो डिपार्टमेन्टमा लगेको, र यो पैसा गइसकेपछि अन्तिममा त्यसको रिजल्ट के आयो। जुन पनि काम कार्यको लागि लगेको यो बजेटहरू छन्, यिनीहरूको प्रेजेन्टेसनहरू खोइ त। उहाँहरूले अन्तिममा त्यो प्रोजेक्ट चाहे पानीको होस्, चाहे ढलको होस्, चाहे हाइड्रोको होस्, एनर्जीको होस्, जहाँसुकै गएको होस्, जुनसुकै मन्त्रालयमा गएको होस्, त्यो डिपार्टमेन्टबाट एउटा प्रेजेन्टेसन आउनुपर्छ ताकि यो बजेटहरूलाई ठिक तरिकामा, एफिसियन्ट तरिकामा उहाँहरूले भनेको जस्तै क्षमता भएको मान्छेहरू छ भन्नुहुन्छ, त्यो क्षमता अनुसारको काम भएको छ कि छैन त्यो हेर्नलाई पनि एउटा ट्रान्सपेरेन्सी चाहिएको छ। र अर्को छ इन्टरजेनेरेसनल डाइरेक्सन। त्यो भनेको आजको दिनमा जे कामहरू हुँदैछ, भविष्यको बच्चाहरू, यो जेनेरेसन अल्फा पनि होइन, त्यसपछिको बच्चाहरूलाई पनि एउटा हामीले बाँच्नु मिल्ने वातावरण बनाइदिइरहेको छ कि छैन। देशलाई फोहोर गर्दै गएका छौँ। यस्तो नहोस् कि 100 वर्ष 200 वर्षपछिको जन्मिने बच्चाहरू जब हुर्किन्छ उनीहरूले हामीलाई हेर्दा के सोचेको थिएन होला यो 200 वर्षको अगाडिको मान्छेहरूले। यो इन्भाइरोमेन्टदेखिको लिएर जुन यो नेपाललाई ऋण बढ्दैछ, अहिले नै हरेक बच्चा जन्मिँदाखेरि एउटा ऋण लिएर जन्मिन्छन्। यो ऋण यस्तो नहोस् कि बढेर बढेर भविष्यको बच्चाले हुर्केर हामीलाई देख्दाखेरि यो मान्छेहरू त खत्तम रहेछन्, त्यो जमानाको मान्छेहरू ठिक रहेन रहेछन् भन्ने यस्तो कुराहरू सुन्नु नपरोस्। इन्स्टेड हामी यस्तो पोलिसिजहरू बनाउनु पर्यो जहाँनिर हाम्रो अहिले मात्रै होइन भविष्यसम्म सबैलाई मिल्ने खालको पोलिसिजहरू हुनु पर्यो। र हाम्रो अल्टिमेट भन्ने चाहिँ के हो भने एउटा सिस्टम बन्नु पर्यो। एउटा यस्तो सिस्टम जहाँ यी सबै भौगोलिक, सांस्कृतिक, इकोनोमिक, ह्युमन क्यापिटल, इन्फ्रास्ट्रक्चर, गभर्नेन्स यी र अरू अन्य यस्ता सबै कुराहरूलाई समावेश गरिएको एउटा कम्प्लिट मोडल रोड म्याप जसले चाहिँ नेपाल कहाँ जाँदैछन्, कसरी जानेछन् र हामी कहाँ पुग्न चाहन्छौँ भन्ने एउटा रोड म्याप मोडल बनाएर एउटा सिस्टम बनाउनु पर्ने जरुरत छ। र यही सिस्टमको खाँचोले नै देश र गभर्नेन्स फेल खाइरहेको। यहाँसम्म थियो एउटा सिस्टम बनाउने कुराहरू। यो बाहेक म आउने दिनमा अरू कुराहरू पनि गर्नेछु जहाँ मैले दोहोऱ्याइ भनिरहेको छु कि मेरो पर्सनल एजेन्डामा नेपालको मान्छेहरूको खर्च घटाउने, आम्दानी बढाउने, न्याय तुरुन्तै पाउने र यो पोलिसिजहरूबाट तुरुन्तै रिजल्ट निक्लिने केही एजेन्डाजहरू विथ प्रुफ साथ लिएर आउन चाहन्छु। यदि हाम्रा अरू पार्टीहरूका पनि यस्तै राम्रो एजेन्डाज, प्लान्स एन्ड पोलिसिजहरू छन् भने आउनुहोस्, हामीसित डिबेट गरौँ र एकचोटि कम्पेयर गरेर जनतालाई हेर्नु दिउँ कि कसको पोलिसिजमा चाहिँ नि एउटा दम छ र देशलाई विकास गर्ने प्लान्स, पोलिसिजहरू एउटा रिजल्ट निकाल्ने एभिडेन्स, प्रुफहरू साथ दिन सकिन्छ।
यसका लागि म जनताहरूसँग पनि अनुरोध गर्छु कि सबै पार्टिजहरूको कुरा र भाषणमा ध्यान नदिनुहोस्, उहाँहरूको पनि प्लान र एजेन्डा सुनौँ, देशलाई उहाँहरूले 5 वर्षमा कहाँ पुर्याउन सक्छौँ एकचोटि त्यो कुरा पनि हेरौँ। यो सबै हाम्रो प्लान्स एन्ड एजेन्डाजहरू हाम्रो संस्कृति पार्टीबाट पुरा हुनेछ र यसैले चाहिँ नि यो पालिको भोट संस्कृति पार्टीलाई नै जानुपर्छ। देशभरि मेजोरिटी विन गराएर हाम्रो प्लान्स एन्ड एजेन्डालाई अगाडि पुर्याउनुमा सहयोग गर्नुहोस् होला। यति भन्दै म आजलाई लाग्छु। जय माटो, जय नेपाल।